हेलो वेलकम गाइज, सबैलाई स्वागत छ। आज चाहिँ म महावीर पुनको कमेडी भिडियो हेर्दैछु। लेट्स सी टुगेदर। मै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। अच्छै भनेको के उहाँलाई सत्य बोल्न चाहिँ रोक्न सक्दैन के। बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन। आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो हो, म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ। साँच्चै भनेको के उहाँले जो बोल्नुहुन्छ साँच्चै हर्चमा अनेस्ट लाग्छ क्या। त्यो ट्रु हो के कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, नबोल्नु न। थाहा छ मलाई, सबैको मलाई थाहा छ, तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन के, त्यसले गर्दा हो। 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। आजको कार्यक्रम के छ? आजको कार्यक्रम धर्ना बस्ने छ। यहाँ कोही यस्तो कार्यक्रम हुँदैन। जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजासाजा खाने होइन, मजासँग चाहिँ धर्ना बस्ने, यो हो त्यो तरिका। आविष्कार अनुसन्धानको लागि नारा लगाउने होइन, अनि जतिसम्म बस्न मन लाग्छ बस्ने, अनि चाहिँ अल्छी लाग्यो भने जाने। हजुरले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। जनताले निशुल्क शिक्षा पाउँछन् त अब मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। हो नि त, हो होइन र? हो नि त, अफकोर्स हो नि त। भ्रष्ट नेता कि सचिवहरू हो? सचिवै हो, सचिवहरू र नेता दुइटै हो, दुइटै हो। तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो। तिमीहरूलाई कोरिया नजाऊ, यहीँ बस भन्न आएको होइन, फेरि यहाँ नडर है, जाऊ भन्न आएको। बरु जाऊ, किनभने जाऊ, किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन, अनि के हो त नि, हो त नि, नेपालमा बसेर जागिरै पाउँदैन। सिरियसली यार, रिस्पेक्ट म्यान। आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला त। जनताले भन्यो होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन, होइन। अब राजा नआएको पनि त होइन, राजा त थियो त, 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? म वैज्ञानिक होइन, म विद्वान पनि होइन। यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म त 2-3 वर्षसम्म गएर हेरौँ गरे के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो, बिजी भयो क्या। अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो। महानगरले त गर्छ होला नि त, अहिले त गर्दैन, यो महानगरले पनि गर्दैन। गर्छु भनेर नयाँ युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो, हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त, अहिले त जनताले पनि हुन्छ होला भनेर भएन के, गर्नु पर्यो। कुरा त सबैले गरे त नि, गर्नु पर्यो के। साँच्ची भन्नु गर्नु पर्यो के। हो यो चाहिँ हो साँच्चीको भनेको कि यत्तिको ठुलो कुरा गर्ने मान्छे मेरो लाइफमा देखेको थिएन कि। रिस्पेक्ट ब्रो, तर साँच्ची के हजुरले कुरा गर्दा फर्निस हुन्छ नि, त्यो चाहिँ मलाई बेस्ट लाग्यो कि। आई एम अ बिग फ्यान अल्सो यार, रियली के। हजुरले जो कुरा गर्नु ट्रु कुरा गर्नु के, साँच्चै भन्दाखेरि। रिस्पेक्ट ब्रो, त रिस्पेक्ट यार, अल अफ नेपाल।